हेलो गाइस, सबैजना सन्चै आरामै हुनुहुन्छ। हामी चाहिँ आज बुइनी र म चेप्टी भन्ने ठाउँ घुम्न गएको। एकदमै धेरै नजिकै छ भनेर बुइनीले लगेको, भरे यति टाढा रहेछ कि बाफरे, यति गर्मी उस्तै आजको है। थकित भएर बसेको, हेर्नु न ब्याग यहाँ छ। अनि आज थुक्पा खाने भनेर यहाँ दिदीबहिनीले यहाँ किनेर ल्याएको छौँ। थुक्पा चाहिँ घरमा लगेर पकाएर खानुपर्ने है। आजको गर्मी उस्तै, यस्तो हालत हेर्नु न। बाटो हेर्नु त, यस्तो बाटो हिँडेर जानुपर्ने, अझै आधी घन्टा लाग्छ। बाटोमा यहाँ हेर्नु न, घाँस पनि भेटेर बुइनीले गाईबस्तुको लागि घाँस पनि काटेकी छि। अब उठ्ने, अब जाने फेरि, अब हिँड्ने। ओ माइ गड, एकदमै टाढा। आज यति थकित भइयो कि बाफरे। अब जानुपर्ने फेरि माथि छ घर चाहिँ, पहिलो पुग्नु पर्ने हो। घर पुग्दा त एकदम थकित अवस्थामा पुगिने पर्यो। बहिनी आइज, घाँस बोकेर हिँड्नु। अब हुन्छ अझै माथि हो। हिँड्दा यति थकित बाफरे। अगाडि हेर्दा त यस्तो सिधै जस्तो बाटो देखिन्छ कि एकदमै गाह्रो हुने, हामीलाई बानी नभएर होला। गाह्रो छ, बाटो हेर्दा सिधै देखिन्छ, तर हेर्नु कस्तो उकालो स्या भएर मुटु ढुकढुक एकदम गाह्रो भइरहेको छ हिँड्नलाई। र पनि ठिकै छ, दिदीबहिनी गएको रमाइलो पल भयो होइन, यादगारै हुन्छ दिदीबहिनीसँग। बाई बाई।